म आज असोज 19 गते एक्स्ट्राटेकमा भिडियो बनाउन आऊ। यहाँको हजुरलाई सबै अपडेट देखाउँछु भर्खरै हेर्दै गर्नु होला। भिआइपी बिल्डिङको सिसा हाल्ने काम सम्पन्न भइसकेको रहेछ। यता माथि पनि बन्दै रहेछ। यता प्याराफिटमा चाहिँ प्लास्टरको काम भइसकेको रहेछ। यतापट्टिकोमा यहाँ चाहिँ सिसा हालिएको छ। यहाँ भिआइपी बिल्डिङ तर्फ सिसा हाल्ने काम भइरहेको छ। यहाँ बलियै छ। यहाँ माथि यो चाहिँ प्याराफिट, मैले माथि प्याराफिटमा आएको छु। यो चाहिँ म प्याराफिट माथिबाट यहाँ यसको भ्यू, ग्राउन्डको भ्यू चाहिँ यस्तो देखिन्छ। यस्तो हरियाली देखिन्छ। भिआइपी को बिल्डिङको देब्रे तर्फबाट चाहिँ यस्तो लुक देखिन्छ। यताबाट यस्तो यो चाहिँ फ्लड लाइटको बेस भाग हो। फ्लड लाइट चाहिँ उठिसकेको छ। यता माथि देख्न सक्नुहुन्छ। अहिले चाहिँ तिलोत्तमा प्रिमियर लिगको लागि ग्राउन्डको मेन्टेनेन्सको काम भइरहेको छ। तिलोत्तमा प्रिमियर लिग अब हुन लागेको छ। यता चाहिँ यो देब्रेपट्टि भागबाटको यो दृश्य हो। यो चाहिँ ट्रेनिङ पिचतिरको हो। यता ट्रेनिङ सेसनतिरको भिडियो यो। यता चाहिँ पिच चाहिँ केही रेडी भएको रहेनछ। अब तिलोत्तमा प्रिमियर लिगको लागि अब हुन्छ होला। यो चाहिँ सानो फ्लड लाइट ट्रेनिङ सेसनको। यो चाहिँ यतातिरबाटको दृश्य, हरियाली देखिएको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम। एलइडी स्कोरबोर्डको चाहिँ यहाँ काम भएको रहेनछ। त्यही पानीले गर्दा होला। यहाँ चाहिँ यत्रो पानी भरिएको छ। एक्स्ट्राटेकको अघिल्लो भाग यता सिसा लाउने काम सकिएर हरियो देखिएको छ। यता चाहिँ यो चाहिँ साइड स्क्रिन। यता अब तिलोत्तमा प्रिमियर लिगको लागि काम धमाधम भइरहेको छ। यता चाहिँ यो माथि फ्लड लाइट देखिएको छ। यता भर्खरै प्लास्टर भएको प्याराफिटमा चाहिँ पानी हाल्ने काम चलिरहेको छ। यता चाहिँ यो निर्माणाधीन अवस्थामा रहेको छ एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम। यो Thanks for watching.